हेलो एभ्रिवान, वेलकम टू मेड भिजन। र आजको यस भिडियोमा हामी एउटा इम्पोर्टेन्ट अर्ग्यानिक केमिस्ट्रीको रियाक्सन हेर्छौँ। सो द्याट इज एल्डोल कन्डेन्सेसन। सो लेट्स गेट स्टार्टेड। एउटा स्टेटमेन्ट छ, इन लभ बिट्रेयल ब्रेक्स हार्ट्स, इन अर्ग्यानिक केमिस्ट्री बन्ड ब्रेकिङ क्रिएट्स न्यू पोसिबिलिटिज। जस्तै जीवनमा धोका पाउँदा सम्बन्ध टुट्छ र मन दुख्छ, तर अर्ग्यानिक केमिस्ट्रीमा बन्धन टुट्दा नयाँ यौगिक र नयाँ सम्भावनाहरूको जन्म हुन्छ। सो एउटा कुरा के बुझ्न सकिन्छ भने every times bond breaking does not create sadness, sometimes it can be joyful also. So let's start the session. So एउटा क्वेसन के छ, एल्डोल कन्डेन्सेसन रियाक्सन is not given by, options are formaldehyde, acetaldehyde, acetone, propanol, बेन्जल्डिहाइड, बेन्जोफिनोल है। यो एन्सर गर्नुभन्दा पहिला बुझौँ कन्सेप्ट अफ अल्फा हाइड्रोजन। जस्तै यो कार्बोनिल कार्बन हो है, जुन यसको रेस्पेक्टमा जुन पनि यहाँ कम्पाउन्ड हुन्छ त्यसको अल्फा कार्बन हुन्छ भनेपछि त्योसँग के हुन्छ त अल्फा हाइड्रोजन हुन्छ है। र जोसँग अल्फा हाइड्रोजन हुन्छ उसले मात्र एल्डोल कन्डेन्सेसन रियाक्सन दिने हो। ल अब बुझौँ, जस्तै यो फर्मलडिहाइड छ है, फर्मलडिहाइडमा यो जुन कार्बोनिल कार्बन छ योसँग जुन एट्याच छ त्यो अल्फा कार्बन छैन, सो यसले दिँदैन है। अर्को छ एसिटलडिहाइड, एसिटलडिहाइडमा के छ, यो कार्बोनिल कार्बनको रेस्पेक्टमा अल्फा कार्बन छ भनेपछि अल्फा हाइड्रोजन पनि छ भनेपछि यसले दिन्छ। अर्को एसिटोन, एसिटोनको कार्बोनिल कार्बनमा के छ, अल्फा कार्बन छ दुवैपट्टि भनेपछि अल्फा हाइड्रोजन छ, यसले दिन्छ। सेम बेन्जल्डिहाइडमा है, बेन्जल्डिहाइडमा जुन फिनाइल रिङ छ है यो रेजोनेन्स स्टेबलाइज छ है, सो अल्फा कार्बन नै छैन भनेपछि यसले दिँदैन रियाक्सन। त्यस्तै प्रोपानल है, प्रोपानलमा के छ, कार्बोनिल कार्बनको साइडमा अल्फा कार्बन छ भनेपछि अल्फा हाइड्रोजन पनि छ, सो यसले दिन्छ। अब यो हेरौँ बेन्जोफिनोल है, यो एउटा फिनाइल रिङ हो, यो एउटा फिनाइल रिङ हो, र यो कार्बोनिल कार्बनको साइडमा जुन फिनाइल रिङ छ नि योसँग अल्फा हाइड्रोजन छैन किनभने अल्फा कार्बन नै छैन। सो यसको एन्सर के हुन्छ, कसले चाहिँ रियाक्सन दिँदैन है। फर्मल्डिहाइडले दिन्छ, दिँदैन। एसिटलडिहाइडले दिन्छ, दिन्छ किनभने अल्फा हाइड्रोजन छ। एसिटोनले दिन्छ, दिन्छ। प्रोपानलले दिन्छ, दिन्छ। बेन्जल्डिहाइडले दिन्छ, दिँदैन किनभने योसँग अल्फा हाइड्रोजन छैन। बेन्जोफिनोलले दिन्छ, दिँदैन किनभने योसँग पनि अल्फा हाइड्रोजन छैन। सो अब हामी अल्फा हाइड्रोजनको कन्सेप्ट बुझिसक्यौँ। अब एल्डोल कन्डेन्सेसन रियाक्सन बुझौँ। एल्डोल कन्डेन्सेसन रियाक्सन भनेको के हो त, अल्डिहाइड र किटोन्सको रियाक्सन हो जसमा एटलिस्ट वन अल्फा हाइड्रोजन हुनु पर्यो है, र के को प्रेजेन्समा, डाइल्युट बेसको प्रेजेन्समा, र के बनाउँछ बिटा हाइड्रोक्सी अल्डिहाइड किटोन बनाउँछ, र जसलाई हिट गरिसकेपछि वाटर निस्किन्छ र जुन कम्पाउन्ड बन्छ त्यसलाई भन्छ अल्फा बिटा अनसेचुरेटेड कार्बोनिल कम्पाउन्ड। जस्तै एउटा इक्जाम्पल हेरौँ, यो मैले लिएको छु एसिटलडिहाइड है, र डाइल्युट एनओएच को प्रेजेन्टमा यसले के बनायो, यो यसको रेस्पेक्टमा यो अल्फा यो बिटा, र बिटा पोजिसनमा के छ हाइड्रोक्सी छ भनेपछि बिटा हाइड्रोक्सी एल्डिहाइड बनायो है, जसलाई एल्डोल भनिन्छ। एल्डोल किन भन्यो, किनभने एल्डिहाइड ग्रुप पनि छ र एल्कोहल ग्रुप पनि छ, त्यसैले एल्डोल भनियो। अब त्यसलाई हिट गर्यो, हिट गरिसकेपछि के हुन्छ, वाटर रिमुभ हुन्छ है, वाटर रिमुभ हुन्छ, र वाटर रिमुभ हुन्छ त यो थियो बिटा र यो थियो अल्फा, अल्फा बिटा एलिमिनेसन हुन्छ है, जसमा के भन्छ अल्किन भन्छ, यसलाई के भनिन्छ क्रोटोनल्डिहाइड, र वाटरको रिमुभ हुन्छ। अब हामी कन्डिसन बुझौँ एल्डोल कन्डेन्सेसनको है। सबभन्दा पहिला के हुनु पर्यो, डाइल्युट बेस हुनु पर्यो, र एक्जाम्पल NaOH KOH, र एटलिस्ट वन अल्फा हाइड्रोजन हुनै पर्यो। इफ अल्फा हाइड्रोजन भएन भने एल्डोल कन्डेन्सेसन रियाक्सन हुँदैन है। र इन्टरमिडिएट के भन्छ, यहाँ कार्ब एनायन बन्छ है। र यहाँ के हुन्छ, मोस्ट इम्पोर्टेन्ट कुरा के छ भने न्यू कार्बन कार्बन बन्ड फर्मेसन टेक्स प्लेस है। यो क्वेसन पनि एकदम सोधिरहेको छ कि न्यू कार्बन कार्बनको बन्ड फर्मेसन कुन रियाक्सनमा हुन्छ। सो एउटा इक्जाम्पल के हो त एल्डोल कन्डेन्सेसन, र यसको रेट अफ रियाक्सन। एल्डोल कन्डेन्सेसनमा सबभन्दा फास्टमा रियाक्टिभ को छ, एल्डिहाइड छ कि किटोन छ, एल्डिहाइड बढी रियाक्टिभ छ है, एकछिन पछि हामी हेर्छौँ। अब यसको मेकानिजम बुझौँ, प्रोडक्ट कसरी बनिरहेको छ है। जस्तै यो के हो, एसिटलडिहाइड हो है, यो एसिटलडिहाइड हो, र योसँग के छ एउटा अल्फा हाइड्रोजन छ, र जुन हामी बेसिक मिडियामा युज गरेछौँ OH योसँग नेगेटिभ छ है। त यो जुन कार्बोनिल कार्बन छ नि, यो कार्बोनिल कार्बन छ योसँग अल्फा हाइड्रोजन छ जो कि एसिडिक छ, त यो OH माइनस बेसको जस्तै बिहेभ गर्छ, र OH प्लस एसिडिक छ भनेपछि OH र H प्लस मिलेर वाटर बनिहाल्छ है, र यसलाई एसिड बेस रियाक्सन पनि भनिन्छ है, एसिड बेस रियाक्सन पनि भनिन्छ। अब यसको जुन हाइड्रोजन थियो त्यो त गयो, अब जुन इलेक्ट्रोन हुन्छ त्यो कार्बनमाथि आउँछ, सो यहाँ के आयो त त्यो नेगेटिभ चार्ज आयो। अब यो जुन नेगेटिभ चार्ज आयो यो के हुन्छ त यहाँ आएर डबल बोन्ड बनाउँछ, र यो जुन कार्बनको पाइ बोन्ड थियो नि त्यो इलेक्ट्रोन चाहिँ सिफ्ट हुन्छ। अब रेजोनेन्स हुन्छ, रेजोनेन्स भनेको नेगेटिभ चार्ज सिङ्गल बोन्ड र डबल, यो भनेको रेजोनेन्स हुन्छ है, यसको सिफ्टिङ हुन्छ, यसलाई रेजोनेन्स भनिन्छ। सेम उस्तै अब यसलाई बनाउने हो यसको रेजोनेन्स, त यो जुन नेगेटिभ चार्ज थियो अब डबल बोन्ड बनायो, र यो जुन पाइ इलेक्ट्रोन थियो त्यो अक्सिजनको माथि
चार्जको फर्ममा बस्यो। अब यो जुन स्ट्रक्चर बन्यो नि यो रेजोनेन्स स्टेबलाइज छ, यसलाई भनिन्छ इनोलेट एनायन है। सो यसलाई के भनिन्छ कन्जुगेट बेस भनिन्छ है र वाटरको रिमुभल हुन्छ। अब स्टेप 1 मा स्टेप 1 मा के छ, जस्तै स्टेप 1 मा के छ भने यो अल्फा हाइड्रोजन थियो एसिटल्डिहाइडसँग र यो बेस OH थियो, यो यसले यो माथि अट्याक गर्यो र यो रेजोनेन्स स्टेबलाइज्ड बन्यो कम्पाउन्ड है त। र यो जुन रेजोनेन्स स्टेबलाइज बन्यो नि यो जुन इनोलेट एनायन छ यो भनेको स्ट्रङ न्युक्लियोफाइल हो है। अब यो न्युक्लियोफाइल भयो। अब न्युक्लियोफाइल भनिसकेपछि अब यो इलेक्ट्रोन रिच स्पेसिस हो। यो कसले अट्याक गर्छ त इलेक्ट्रोफाइलले अट्याक गर्छ है। अब स्टेप 2 मा आउँ। अब स्टेप 2 मा आउनुभन्दा पहिला यो बुझौँ, यो हो इनोलेट आयोन जो मैले के भनेको थिएँ यो न्युक्लियोफाइल हो र यसले अट्याक गर्छ त इलेक्ट्रोफाइल हुनु पर्यो। यो जुन कार्बोनिल कार्बन छ नि अर्को एसिटल्डिहाइडमा यो जुन अक्सिजन छ नि अक्सिजन छ यो मोर इलेक्ट्रोनेगेटिभ छ, त्यहाँ नेगेटिभ चार्ज आउँछ र यो जुन कार्बन छ नि यहाँ इलेक्ट्रोपोजिटिभ चार्ज आउँछ है। सो यहाँ पोजिटिभ चार्ज क्रिएट हुन्छ। सो अब यो जुन न्युक्लियोफाइल छ नि यो जुन कार्बोनिल कार्बनको कार्बन छ अब यो हाइली इलेक्ट्रोफाइल भयो। सो यहाँ के गर्छ त अट्याक गर्छ। अब अट्याक गरिसकेपछि है त अट्याक गरिसकेपछि यो कम्पाउन्ड बन्छ है। र यो जुन कम्पाउन्ड बन्छ सो अब हेरौँ यो जसरी यहाँ अट्याक गर्छ नि अट्याक गर्छ त यसको 5वटा बोन्ड भइहाल्छ जो कि कार्बनको भ्यालेन्सी त्यति छैन है। सो यो जुन पाइप छ नि इलेक्ट्रोन यो अक्सिजनको माथि सिफ्ट हुन्छ, यहाँ अक्सिजनको माथि सिफ्ट भयो र यो चाहिँ यहाँ अट्याक गर्यो है। अब यो एनायन बन्यो र यो भनेको हाइली अनस्टेबल छ है। यो जुन अक्सिजनको माथि जुन यो नेगेटिभ चार्ज छ नि यो हाइली अनस्टेबल छ र अनस्टेबल छ भने स्टेप 3 मा यसको प्रोटोनेसन हुन्छ। प्रोटोनेसन भनेको जुन हामी डाइल्युट मिडियम युज गरेछौँ त्यहाँबाट के छ त त्यहाँ वाटर प्रेजेन्ट छ र त्यो वाटरबाट H+ के गर्छ त यसले लिइहाल्छ है। यसले H+ लिइहाल्छ र के बनाउँछ OH बनाइदिन्छ र जुन OH छ त्यो निस्किहाल्छ है। जस्ताको त्यस्तै बनिसक्यो। अब जुन यो प्रोडक्ट हाम्रो बन्यो नि यसलाई भनिन्छ एल्डोल, किन यहाँ अल्डिहाइड कम्पोनेन्ट पनि छ र एल्कोहलको कम्पोनेन्ट छ है, त्यसैले भनिन्छ एल्डोल रिएक्सन। अब अल्डिहाइड र किटोन है जोसँग अल्फा हाइड्रोजन छैन उसले एल्डोल कन्डेन्सेसन रिएक्सन दिँदैन। जस्तै एक्जाम्पलमा फर्मल्डिहाइड, बेन्जल्डिहाइड, बेन्जोफिनोल यो बारम्बार सोध्छ कसले चाहिँ एल्डोल कन्डेन्सेसन रिएक्सनमा पार्टिसिपेट गर्दैन। एउटा हामी सर्ट ट्रिक्स हेरौँ, यो रिएक्सनको जुन पनि प्रोडक्ट कसरी एउटा ट्रिक्सले फर्म गर्न सकिन्छ है। के गर्ने हामी रिमुभ गर्ने वाटरलाई है, दुईटा मोलिक्युल्स लिने, एउटा मोलिक्युल्सको दुईटा हाइड्रोजन लिने र अर्को मोलिक्युल्सको एउटा अक्सिजन लिने र वाटरलाई रिमुभ गर्ने है। र वाटरलाई रिमुभ गरिसकेपछि यो सेम एउटा अल्किन बन्छ है, एउटा अल्किन बन्छ। जस्तै यो के हो एसिटल्डिहाइड हो र यो पनि के हो एसिटल्डिहाइड हो। त मैले के गरेँ यसको अक्सिजन र यसको दुईटा हाइड्रोजनलाई रिमुभ गरिदिएँ। अब यो सेम जस्ताको त्यस्तै है। र यो जुन डबल बोन्ड छ नि यो वाटर रिमुभ भयो, यो डबल बोन्ड यहाँ आयो र यो जुन CH3 छ नि सेम त्यस्तै लेखिदिने। अब यो जुन कम्पाउन्ड बन्यो यसलाई भन्छ अल्फा बिटा अनस्याचुरेटेड कार्बोनिल कम्पाउन्ड। अब यो बोन्डले के गर्ने ब्रेक गर्ने, ब्रेक गरिसकेपछि यहाँ नेगेटिभ चार्ज आउँछ, यहाँ पोजिटिभ चार्ज आउँछ। यसलाई किन नेगेटिभ चार्ज दियो, किनभने यो जुन नेगेटिभ चार्ज छ नि यो रेजोनेन्स हुन्छ है। यो नेगेटिभ चार्ज यहाँ आउँछ र यो जुन पाइ इलेक्ट्रोन छ अक्सिजनको माथि सिफ्ट हुन्छ त यो मस्ट रेजोनेन्स गर्छ, त्यसैले नेगेटिभ चार्ज यसलाई दियो। यसलाई पोजिटिभ चार्ज नदिनुको कारण एउटै हो, किनभने यसलाई रेजोनेन्स गर्न सक्दैन। सो यसलाई ब्रेक गरौँ, यसलाई माइनस दियौँ, यसलाई प्लस दियौँ। अब जुन यो नेगेटिभ छ भने यसलाई H+ को एडिसन गरिदिउँ र यो प्लस छ भने यसलाई OH- को नेगेटिभ दिइहालौँ है। अब के बन्छ यो HC डबल बोन्ड हो, अब यो CH2 बन्छ, अब सिङ्गल बोन्ड बन्छ र यो CHसँग OH अट्याच हुन्छ र CH3 जस्ताको त्यस्तै। अब यो भनेको बिटा हाइड्रोक्सी कार्बोनिल कम्पाउन्ड हो जो कि एल्डोल कन्डेन्सेसन रिएक्सनको अल्टिमेट प्रोडक्ट हो। जुन पनि यसको प्रोडक्ट बनाउँदाखेरि एउटै काम गर्नु छ, एउटा मोलिक्युलको अक्सिजन र अर्काको दुईटा हाइड्रोजन वाटरले रिमुभ गर्ने। वाटरले रिमुभ गरिसकेपछि के गर्ने त जता अक्सिजन हुन्छ त्यसलाई नेगेटिभ चार्ज दिने है र एकतिर पोजिटिभ चार्ज दिने कि यहाँ रेजोनेन्स होस् भनेर है। अब त्यो बोन्डलाई ब्रेक गर्ने र जहाँ नेगेटिभ हुन्छ त्यहाँ H+ एड गर्ने र जहाँ पोजिटिभ हुन्छ त्यहाँ OH- एड गर्ने र यो प्रोडक्ट बनाउने बिटा हाइड्रोक्सिल कार्बोनिल कम्पाउन्ड। अब सेल्फ एल्डोल कन्डेन्सेसन रिएक्सन, सेल्फ भनेको एउटै कम्पाउन्ड हुन्छ है। जस्तै एसिटल्डिहाइड छ, एसिटल्डिहाइडसँग अल्फा हाइड्रोजन छ है। त डाइल्युट OH को प्रेजेन्समा जुन अल्फा हाइड्रोजन छ नि त्यसले रिमुभ गरिदिन्छ है। र रिमुभ गरिसकेपछि यो सेम उस्तै हुन्छ है, यहाँ OH आएर बनिहाल्छ र OH बनेपछि यसलाई हिट गर्ने वाटर रिमुभ हुन्छ र अल्फा बिटा अनस्याचुरेटेड कम्पाउन्ड बन्छ, जुन कि मैले यहाँ ट्रिक्स यसको सिकाइदिएको छु है। अब सेल्फ एल्डोल कन्डेन्सेसन रिएक्सन भयो भनेको दुईटा मोलिक्युल्स सेम हुनु पर्यो, कि त एसिटल्डिहाइड हुनु पर्यो कि त एसिटोन हुनु पर्यो। एसिटोन र एसिटल्डिहाइड हुनु भएन। अब आयो क्रस और मिक्स एल्डोल कन्डेन्सेसन। क्रस और मिक्स एल्डोल कन्डेन्सेसन भनेको के हो, एउटा एसिटल्डिहाइड हुनु पर्यो र अर्को एसिटोन हुनु पर्यो है। र के छ दुवैसँग अल्फा हाइड्रोजन छ। सो दुवैसँग अल्फा हाइड्रोजन छ भनेपछि के भयो त मल्टिपल प्रोडक्ट बन्छ है। त मल्टिपल प्रोडक्ट बन्छ। अब कसरी मल्टिपल प्रोडक्ट बन्छ त एउटा ए मिलेर सेम वाटर रिमुभ गर्ने यो प्रोडक्ट बन्छ है। अर्को ए र बी सँग रिएक्सन हुन्छ
यो प्रोडक्ट बन्छ है। बी र बी रियाक्सन गर्छ यो प्रोडक्ट गर्छ। अघि मैले सर्ट ट्रिक्स बताएको सेम त्यस्तै मैले प्रोडक्ट फर्म गरेछु र बी एसँग मिलेर बन्छ एउटा प्रोडक्ट बन्छ है। सो कतिवटा प्रोडक्ट पोसिबल भयो थ्योरेटिकल 4वटा है र प्र्याक्टिकल कुरा गर्दाखेरि यो हेरौँ यो भनेको कार्बन के छ काइरल छ। काइरल भनेको असिमेट्रिक छ। यसको असिमेट्रिक कार्बन छ है। यहाँ अर्कै ग्रुप छ यहाँ अर्कै ग्रुप छ यहाँ अर्कै ग्रुप छ यहाँ अर्कै छ 4वटा डिफ्रेन्ट ग्रुप्सहरू एट्याच छ एउटै कार्बनसँग। सो यसले के भन्छ असिमेट्रिक कार्बन काइरल सेन्टर। सो यसको दुईवटा एनएन आइसोमर्स हुन्छ है डेक्स्ट्रो रोटेटरी र लिभो रोटेटरी। सेम यसको के हुन्छ एउटै हुन्छ यसको एउटा हुन्छ तर सेम यो पनि काइरल सेन्टर हो त यसको पनि दुईवटा हुन्छ त दुईवटा एउटा एउटा र यसको पनि दुईवटा है। सो कतिवटा भयो टोटल 6वटा भयो। यो हामी बुझिसक्यौँ। अब न्युक्लियोफिलिक एडिसन रियाक्सन कसले दिने गर्छ त एल्डिहाइड र किटोनले न्युक्लियोफिलिक एडिसन रियाक्सन मात्र दिन्छ। न्युक्लियोफिलिक सब्स्टिट्युसन किन दिँदैन जस्तै न्युक्लियोफिलिक सब्स्टिट्युसन दिनको लागि जस्तै यो एसिड क्लोराइड छ है। एसिड क्लोराइडमा सिएल जुन छ नि यो स्ट्रङ लिभिङ ग्रुप हो है। यो चाहिँ लिभिङ ग्रुप हो यो चाहिँ लिभ गर्छ तर न्युक्लियोफिलिक एडिसन रियाक्सनमा अल्डिहाइड र किटोनमा लिभिङ ग्रुप प्रेजेन्ट नहुनुको कारण यो सब्स्टिट्युसन रियाक्सन जाँदैन। कुन रियाक्सन हुन्छ न्युक्लियोफिलिक एडिसन रियाक्सन र न्युक्लियोफिलिक एडिसन रियाक्सनको रिएक्टिभिटी चाहिँ सीमा र अरू कम्पिटिटिभ एक्जाममा एकदम सोधिरहन्छ है। अब सबभन्दा बढी न्युक्लियोफिलिक एडिसन रियाक्सन फास्ट कसले दिन्छ फर्मलडिहाइडले। किन फर्मलडिहाइडले दिन्छ किनभने फर्मलडिहाइडसँग यो जुन छ नि स्टेरिक हिन्ड्रेन्स छैन यो सानो सानो ग्रुप छ है। सो यसलाई इजिली एट्याक गर्न सकिन्छ यसले इजिली एट्याक गर्छ है। यो न्युक्लियोफाइलको एक्ट गर्छ न्युक्लियोफाइलको जस्तै एक्ट गर्छ। अब यो एसिटल्डिहाइड छ एसिड प्रोपानोलमा यो भनेको एउटै स्टेरिक हिन्ड्रेन्स छ। यो भनेको CH3 भनेको यो बल्की ग्रुप हो यो स्टेरिक हिन्ड्रेन्स क्रिएट गर्छ यो क्राउडिङ गर्छ है क्राउडिङ छ यहाँ। सो यो न्युक्लियोफाइल यहाँ एट्याक गर्न एकदम गाह्रो हुन्छ न्युक्लियोफाइलको काम गर्न एकदम गाह्रो हुन्छ है। र यो पनि त्यसपछि यहाँ बडी छ है स्टेरिक हिन्ड्रेन्स। अब एसिटोनमा दुवैतिर ठुलो ठुलो ग्रुपहरू छ ओभर क्राउडिङ भइसकेपछि रिएक्टिभिटी कम भइहाल्छ। त्यसपछि बेन्जलडिहाइड छ र बेन्जोफिन हुन्छ है। यसमा पनि सेम यस्तै छ यो एल्डिहाइड हो एरोमेटिक अल्डिहाइड हो र एरोमेटिक किटोन हो त अल्डिहाइडको धेरै हुन्छ किटोनको कम हुन्छ। सो बुझ्न सकिन्छ र एउटा रिएक्टिभिटी इज डाइरेक्टली इज इन्भर्सली प्रोपोर्सनल टु स्टेरिक हिन्ड्रेन्स भनेपछि जति धेरै स्टेरिक हिन्ड्रेन्स हुन्छ त्यति नै रिएक्टिभिटी के हुन्छ त कम हुन्छ। भनेपछि यो फर्मलडिहाइडमा हेरौँ त स्टेरिक हिन्ड्रेन्स कम छ है। त स्टेरिक हिन्ड्रेन्स भनेको के हो यो CH3 हो है यो CH3 हो जति बल्की ग्रुप्सहरू छ यसलाई भन्छ स्टेरिक हिन्ड्रेन्स। यसले ओभर क्राउडिङ गरिरहेको छ है। सो यसमा के छ स्टेरिक हिन्ड्रेन्स कम छ सो यसको रिएक्टिभिटी धेरै छ कम्पेरिजनमा योसँग। सो अब हामी बुझ्यौँ न्युक्लियोफिलिक एडिसन रियाक्सनमा सबभन्दा फास्टेस्ट कसले दिन्छ फर्मलडिहाइड एसिटल्डिहाइड प्रोपानोल एसिटोन बेन्जलडिहाइड बेन्जोफिन। सो आई होप कि यसको एन्सर तपाईँ बुझ्नुभयो। अब क्वेसनमा एउटा क्वेसन के छ व्हिच अफ द फ्लोइङ कम्पाउन्ड्स अन्डरगो सेल्फ एल्डोल कन्डेन्सेसन। सेल्फ एल्डोल कन्डेन्सेसन रियाक्सन हुनको लागि सेम मोलिक्युल्स हुनु पर्यो र उसँग एटलिस्ट 1 अल्फा हाइड्रोजन हुनु पर्यो है। अल्फा हाइड्रोजन बेन्जलडिहाइडसँग अल्फा हाइड्रोजन छ त छैन फर्मलडिहाइडसँग छ त छैन एसिटल्डिहाइडसँग अल्फा हाइड्रोजन छ भनेपछि एन्सर के हुन्छ सी हुन्छ है। एन्सर सी हुन्छ योसँग अल्फा हाइड्रोजन छ। कसरी यो हेरौँ यो जुन कार्बोनिल कार्बन छ यसको रेस्पेक्टमा अल्फा कार्बन छ भनेपछि अल्फा हाइड्रोजन छ र यसलाई रिमुभ गर्न सकिन्छ इजिली है। सो यो एल्डोल कन्डेन्सेसन रियाक्सनमा जान्छ र इनोलेट आयन पनि बन्छ र सेम इलेक्ट्रोफाइल पनि बन्छ है। सो यो सेल्फ एल्डोल कन्डेन्सेसन रियाक्सनमा यो मात्र जान्छ र बेन्जोफिनोन त योसँग अल्फा हाइड्रोजनै छैन सो यो जाँदैन। सो हाम्रो एन्सर के हुन्छ त एसिटल्डिहाइड। अर्को क्वेसनमा जाउँ। यहाँ के छ द इसेन्सियल रिक्वायरमेन्ट फर अ कार्बोनिल कम्पाउन्ड टु पार्टिसिपेट इन एल्डोल कन्डेन्सेसन रियाक्सन। मैले भनेको थिएँ एल्डोल कन्डेन्सेसन रियाक्सन हुनको लागि मोस्ट इम्पोर्टेन्ट कुरा के हुनुपर्छ त एउटा अल्फा हाइड्रोजन हुनुपर्छ है। द प्रेजेन्स अफ एरोमेटिक रिङ यो कुनै ठुलो कुरा छैन है यो मैले भनेको पनि छैन। प्रेजेन्स अफ अल्फा हाइड्रोजन यस प्रेजेन्स अफ अल्फा हाइड्रोजन हुनुपर्छ। सो यही हाम्रो एन्सर हो। अब सीको पनि अप्सन हेरौँ प्रेजेन्स अफ हाइड्रोक्सिल ग्रुप गलत हाइड्रोक्सिल ग्रुप होस् नहोस् त्यसले म्याटर गर्दैन। प्रेजेन्स अफ हेलोजन एटम यो पनि गलत। सो एन्सर के हुन्छ प्रेजेन्स अफ एटलिस्ट 1 अल्फा हाइड्रोजन हुनै पर्छ। अब यहाँ अर्को क्वेसनमा हेरौँ व्हिच पेयर इज मोस्ट सुइटेबल फर क्रस एल्डोल कन्डेन्सेसन टु अब्टेन अ सिंगल मेजर प्रोडक्ट है। एउटा मेजर प्रोडक्ट मात्र भनेपछि के छ क्रस एल्डोल कन्डेन्सेसन छ एल्डिहाइड छ र एसिटोन छ र बेन्जलडिहाइड छ। यो भनेको के हो त क्रस एल्डोल कन्डेन्सेसन रियाक्सन हो। अब बुझौँ यो एसिटल्डिहाइड हो यो प्रोपानोल हो र दुवैसँग के छ त अल्फा हाइड्रोजन छ है। अगाडि मैले डिस्कस गरिसकेको छु दुवैसँग अल्फा हाइड्रोजन छ भनेपछि अल्फा हाइड्रोजन छ योसँग पनि छ त एकचोटि एसिटल्डिहाइड सपोज यो ए भयो यो बी भयो त एकचोटि एसँग रियाक्सन हुन्छ ए बीसँग रियाक्सन हुन्छ एकचोटि बीसँग रियाक्सन हुन्छ बी एसँग रियाक्सन हुन्छ। सो यहाँ 4वटा प्रोडक्ट भन्छ है तर यहाँ चाहियो के सिंगल 1 मेजर प्रोडक्ट यो एसिटोन हो यो प्रोपानोल हो यो पनि 4वटा प्रोडक्ट बन्छ है सेम एको जस्तै र एसिटल्डिहाइड र एसिटोन योसँग पनि अल्फा हाइड्रोजन दुवैसँग छ सो मल्टिपल प्रोडक्ट बन्छ। अब अप्सन डीमा हेरौँ यो के छ एसिटल्डिहाइड छ यो के छ बेन्जलडिहाइड छ। एसिटल्डिहाइडसँग अल्फा हाइड्रोजन छ तर बेन्जलडिहाइडसँग नो अल्फा हाइड्रोजन। सो
योसँग अल्फा हाइड्रोजन छैन भनेपछि यो न्युक्लियोफाइलको काम गर्दैन है। सो यो न्युक्लियोफाइलको काम गर्न सक्दैन भने कसले गर्छ? एसिटलडिहाइडले न्युक्लियोफाइलको काम गर्छ। सो यसले एउटा प्रोडक्ट मात्र मेजर बनाउँछ है, एउटा मेजर प्रोडक्ट। सो अप्सनमा के हुन्छ? एन्सर के हुन्छ हाम्रो डी, एसिटलडिहाइड र बेन्जलडिहाइड। किनभने बेन्जलडिहाइडसँग अल्फा हाइड्रोजन छैन, योसँग मात्र अल्फा हाइड्रोजन छ। सो यो इनोलेट आयन बन्छ र एउटा मेजर प्रोडक्ट मात्र बनाउँछ। बाँकी दुवैसँग अल्फा हाइड्रोजन छ, धेरै बन्छ, यहाँ पनि धेरै बन्छ, यहाँ पनि धेरै बन्छ, किनभने दुवै कम्पाउन्डसँग अल्फा हाइड्रोजन छ। अब जाउँ अर्कोमा। भनेको क्वेसन के छ? इन क्रस एल्डोल कन्डेन्सेसन बिट्विन बेन्जलडिहाइड एन्ड एसिटलडिहाइड। अब बेन्जलडिहाइड भनेको अल्फा हाइड्रोजन छैन, एसिटलडिहाइड भनेको अल्फा हाइड्रोजन छ। सो न्युक्लियोफाइल इज जेनेरेटेड फ्रम। सो न्युक्लियोफाइल एक्ट गर्नको लागि उसँग अल्फा हाइड्रोजन हुनु पऱ्यो है। अघि हामी हेरेको थियो अल्फा हाइड्रोजन हटाइदिएपछि त्यो इनोलेट आयन बन्थ्यो र त्यो इनोलेट आयन नै न्युक्लियोफाइलको जस्तै काम गर्थ्यो है। सो बेन्जलडिहाइडसँग अल्फा हाइड्रोजन छैन भनेपछि यो न्युक्लियोफाइल बन्दैन। बोथ कम्पाउन्ड्स इक्वली गलत छ। प्रोडक्ट मोलिक्युल गलत छ। एसिटलडिहाइडसँग यो हेर, एसिटलडिहाइडसँग के छ त? एसिटलडिहाइडसँग के छ त? अल्फा कार्बन छ भनेपछि अल्फा हाइड्रोजन छ। यो एउटा अल्फा हाइड्रोजन रिमुभ गरिसकेपछि CH2 माइनस C डबल बन्ड OH र यो जो नेगेटिभ चार्ज आयो नि यही काम गर्छ कसको त? न्युक्लियोफाइलको। सो यो दुवैको रिएक्सनमा न्युक्लियोफाइल कसले काम गर्छ? एसिटलडिहाइडले गर्छ। अब यो एउटा क्वेसन अलिकति डिफिकल्ट छ है। हेरौँ, हाउ मेनी डिफ्रेन्ट एल्डोल प्रोडक्ट्स आर थियोरेटिकल पोसिबल वेन एसिटलडिहाइड एन्ड प्रोपानोल आर मिक्स इन द बेस है। भनेपछि कतिवटा प्रोडक्ट बन्छ? डिफ्रेन्ट एल्डोल प्रोडक्ट्सहरू कतिवटा बन्छ है। र एसिटलडिहाइड र प्रोपानोल छ। एसिटलडिहाइडलाई ए मानौँ, प्रोपानोललाई बी मानौँ र दुवैसँग के छ त? अल्फा हाइड्रोजन छ। सो मल्टिपल प्रोडक्ट बन्छ। सो एकचोटि एसिटलडिहाइडसँग बन्छ, एकचोटि एसिटलडिहाइड प्रोपानोलसँग रिएक्ट गरेर बन्छ। यो दुईवटा प्रोडक्ट भयो। अब प्रोपानोलसँग रिएक्ट गरेर एउटा प्रोडक्ट बन्छ, प्रोपानोल एसिटलडिहाइडसँग रिएक्ट गरेर एउटा प्रोडक्ट बनाउँछ। सो 4वटा प्रोडक्ट हुनुभयो। सो एन्सर के हुन्छ? 4वटा। यो थियोरेटिकल हो। इफ हामी अप्टिकल आइजोमर्सलाई पनि कन्सिडर गऱ्यौँ भने 6वटा हुन्छ, तर थियोरेटिकल कतिवटा भइरहेको छ? 4वटा भइरहेको छ है। सो एउटा नोट के छ भने इफ बोथ कार्बोनिल कम्पाउन्ड्स हेभ अल्फा हाइड्रोजन मल्टिपल एल्डोल प्रोडक्ट्स आर फर्म है। इफ ओन्ली वान कम्पाउन्ड हेज अल्फा हाइड्रोजन फर्मलडिहाइड, बेन्जलडिहाइड, बेन्जोफिनोल विथ अदर कार्बोनिल कम्पाउन्ड हेभिङ एटलिस्ट वान हाइड्रोजन वान मेजर प्रोडक्ट बन्छ है। जस्तै फर्मलडिहाइड र एसिटलडिहाइड र एसिटोनको रिएक्सन, योसँग अल्फा हाइड्रोजन छैन, सो एउटै मेजर प्रोडक्ट बन्छ। यहाँ बेन्जलडिहाइड छ, यहाँ एसिटलडिहाइड र एसिटोनसँग कुनै एउटासँग रिएक्ट गर्छ भने योसँग अल्फा हाइड्रोजन छैन भनेपछि एउटा प्रोडक्ट बनाउँछ। सो थ्याङ्क यू सो मच। प्लिज डु लाइक, सेयर, सब्सक्राइब फर मोर अपकमिङ CE related videos.